खाली बजारको बात आइरहेको छ नर्मल भिडियो बनाउँदिनँ अहिले म कहाँसम्म पुगेको थिएँ अब आयो एउटा सिसा के भन्ने पनि छ है कान्छ सिसा घर कि के हो अहिले गाइजहरू शान्तिधामको भ्यू हेर्न सक्नुहुन्छ हामी शान्तिधाम आइपुग्यौँ यहाँ अब भजन कीर्तन र अब यो शान्तिधामभित्र अब हामी एकैछिनमा जानेछौँ तपाईँलाई देखाउनेछौँ हाम्रो बाबा मम्मी भाउजू जान्छौँ ल अब गाइजहरू है अब शान्तिधाम छिप्न भगवानको मन्त्री टिका सिका लगाइदिन्छ फोटो खिच्न चाहिँ मनाइ छ हामी घुम्न जान्छौँ कता जाने अब गाइजहरू फेरि घन्टी बजाउँ ल घन्टी बजाऊ अब गाइजहरू र शीशमहल जाँदै हामीहरू र यहाँ अब टिकट काट्न सिसा घर कति हो टिकटको टिकटको कति मामा खै अहिले देखाउँछु है मा भयो अब हामी आइसकेका छौँ शीशमहल सिसाको महल हेर्नुहोस् यो कसको हो राधाकृष्णको हो अब यहाँ नाटक चल्न गइरहेको अब फोटो खिच्छु फोटो खिच्ने कुनबाट खिच्ने हो सामसुङ एस अल्ट्रा भएपछि यस्तो देखिन्छ यहाँ यो रुकुमको एउटै हो यो डिजाइन रुकुमको डिजाइन एउटै हो सक्यो है ल फाइनल लुक देखाइदेऊ नि त एकचोटि सिसमहल है यो सिसाको महल हेलो भन्न सकिन्छ र अब हामी फेरि अर्को भिडियोमा झन्डा पार्कको देखाउनेछौँ डन बाबा आउनुभयो लाइक सेयर कमेन्ट सबै गर्नु होला सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला हाम्रो 100K पुऱ्याइदिनु होला है ल झन्डा पार्क सकेका छौँ हेर्न सक्नुहुन्छ नेपालको झन्डा उचा छ बाटो पनि उच्चा रहेछ कस्तो थियो बाटो गाइजहरू लड्यो भने कहाँ पुग्ने है उठ्नै नसक्ने ठाउँ थियो अब हामी झन्डा पार्कमा फोटो खिच्छौँ भिडियो खिच्छौँ त्यसपछि हामी जान्छौँ त्यो रिसोर्टमा जाने हो हामी रिसोर्टमा खाना खान जान्छौँ भोक लागेर मान्छे के भइसक्यो हो र अब झन्डा पार्कको भ्यू अब फोटो भिडियो अब नाटक पनि गरौँला झन्डा पार्कको बारेमा म केही भन्न गइरहेको छु पहिला हाम्रो नेपालको झन्डा उच्चमा बसाएको छ र अब दोस्रो चाहिँ अब गाह्रो बाटोबाट त्यहाँ तल हाइकिङ जाने बाटो छ अब त्यही भएर अब यति नै मलाई थाहा छ र त्यही भएर अब यो भिडियो इन्जोय गर्नु होला त्यही भएर ल है झन्डातिर हेरिदिनु कस्तो नफरफरा होला फेरि झन्डा कान्छा झन्डा लात्र